भन्नु भएन किन होला? के छन् त्यस्ता कारणहरू घटाल्नु पर्ने? अब आजदेखि औपचारिक रूपमा चाहिँ हामी संसारभरिको पर्याय जनताको सर्वप्रिय प्यारो जुन लोकतान्त्रिक पद्धति भन्छ चुनावलाई, त्यसमा चाहिँ हामी होमिएका छौँ। कर्मश आजको दिनदेखि हामी निरन्तर रूपमा हामी किन चुनावमा होमियौँ, हाम्रा एजेन्डाहरू के हुनेछन् भनेर हामी डे बाई डे नेपालको मिडियाकर्मी साथीहरूसँग प्रतिक्रिया दिनेछौँ। तर आजको मुख्य थिम अथवा अहिले देशैभरि स्वतन्त्रहरूको चलिरहेको प्रमुख थिम भनेको नीति निर्माण तहमा सक्षम युवाहरू जनताले तिरेको करबाट तलब भत्ता खाइसकेपछि संसद भवनभित्रबाट जसरी बारम्बार राष्ट्रघात गरियो, जनताका कुरा सुनिएन। कोही चाहिँ त्यहाँ गएर निदाउने, कोही एकअर्कालाई गाली गर्ने, कोही सेल्फी खिच्ने, कोही कुर्सी उच्चाएर हान्ने, कोही संसद भङ्ग के अरे तपाईँको चाहिने तोडफोड गर्ने, यो जे यो सबै कुरा हामीले देखिसकेपछि ठिक अर्कोतर्फ तपाईँको क्यामेराले पनि खिचेको छ, हामी पनि बोलेका छौँ कि निरन्तर पछिल्लो 5 वर्षदेखि भ्रष्टाचार नगर्नुस्, सबैलाई पुग्ने गरी शिक्षा दिनुस्, युवालाई रोजगारीका अवसर सिर्जना गर्नुस्, विभिन्न बलात्कारजन्य जुन आम नारीहरूको अहिले के अरे चेलीबेटीहरूको कुरा आइरहेको छ त्यसका अपराधीहरूलाई पत्ता लगाउनुहोस् भनेर हामीले सडकबाट आवाज उठायौँ। तर संसदले त्यो कुराको सम्बोधन कहिल्यै गरेन। विद्यार्थीहरूले पढ्न पाएनन्, संसद मौन बस्यो, किताबको बारेमा बोलेन। किसानले मल पाएनन्, संसद बोलेन। युवाहरू विदेशमा ठगिए, संसद बोलेन। संसदमा नीति निर्माण तहमा, संसदको नीति निर्माण तहमा आम मान्छेका, गरिबका, किसानका, मजदुरका, पत्रकारका, व्यापारीका, कर्मचारीका दुःखहरूको समाधान गर्नका लागि कसरी नीति निर्माण बनाउने, कसरी छलफल गर्ने भनेर नभनिसकेपछि उल्टै हामीलाई अथवा आम मान्छेलाई थर्काउने, पिट्ने, गिरफ्तार गर्ने गरिसकेपछि अब यो सही हुँदैन। हामीले सडकमा बोलेर मात्रै हुँदैन, अब बोल्ने ठाउँ, जनताको आवाज बुलन्द गर्ने ठाउँमा हामी जानुपर्छ भनेर हामीले हाम्रो उम्मेदवारी यो तरिकाले चाहिँ दर्ज गरेका छौँ। यहाँले सक्षम युवाहरू अब नीति निर्माण गर्ने तहमा पुग्नुपर्छ भनेर भन्नुभयो। अब अहिले जो पनि म सक्षम हुँ भनेर भनिराखेका छन्, तिनै भ्रष्टहरू, तिनै लुटेराहरू, देशद्रोहीहरू म सक्षम हुँ भनेर मैदानमा आउँदैछन्। आम नागरिकले सक्षमताको कसी लगाएर जाँच्ने चाहिँ कसरी होला? पुराना राजनीतिक दलहरूका चुनावी घोषणापत्रहरूलाई जनताले पछिल्लो 70 वर्षदेखि पढ्दै आइरहेका छन्। यो आजको कुरा होइन। तपाईँ हामी 74 सालमा फर्क्यौँ, उनका घोषणापत्रहरू हाम्रा घरमा सुरक्षित छन्। तपाईँ हामी 70 सालको चुनावमा जाउँ, उनीहरूले लेखेका घोषणापत्रहरू हाम्रा घरका दराजमा आज पनि सुरक्षित छन्। तपाईँ र हामी 64 सालमा जाउँ, 56 सालमा जाउँ, 51 सालमा जाउँ, 48 सालमा जाउँ, 36 सालको जनमत सङ्ग्रह हुँदै 2016 सालसम्म जाउँ, प्रत्येक चुनावमा लेखिएका घोषणापत्रहरू आज न काहीँ न कतै हाम्रा घरका दराजहरूमा, हाम्रा घरका आलमारीहरूमा ती सुरक्षित छन्। त्यसकारण फेरि त्यस्तै किसिमका घोषणापत्रहरू काठमाडौँका तारे होटलमा बनाएर यदि चुनावी मैदानमा पुराना राजनीतिक दल, अझ भ्रष्ट राजनीतिक दलका मान्छेहरू आउँछन् भने त्यो जुन जनता झुक्क्याउने, जनतालाई ऋणी बनाउने, जनतालाई उदारा बनाउने पुराना उदारा तमसुकहरू हुन्। र जो आधुनिक युवाहरू अथवा आधुनिक भन्नाले अहिलेका युवाहरू जसले सडकमा बोले, जसले सडकमा लडे, हेर्नुहोस् हरेक नेताहरू कोरोना कालमा सुतेका थिए, अझ भेज खाने कि नन भेज खाने भनेर योजना बनाइरहेका थिए। कोरोना कालमा चाहिँ जसलाई चाहिँ विपद व्यवस्थापनको अध्यक्ष बनायो, प्रमुख बनायो, जो मन्त्री थिए, तिनै मान्छेहरूले 10 अर्ब रुपियाँ भ्रष्टाचार गर्यो, जो यो निर्वाचन क्षेत्रको सांसद पनि हुनुहुन्छ भन्ने सुनिन्छ। यी कैयौँ मान्छेहरू यस्ता छन्। यस्ता मान्छेहरू भन्दा जसले माइतीघर मण्डलाबाट आन्दोलन गरे, जो अध्ययनशील छन्, जो पढेका छन्, जसले कोरोना कालमा देशैभरि अक्सिजन बाँडे, चामल बाँडे, जसको कुनै पद थिएन, हो यस्ता युवाहरू सक्षम हुन् कि भन्ने हाम्रो बुझाइ। यद्यपि यो मलाई भनेको होइन, तर हामीभन्दा अझ सक्षम युवाहरू पनि यदि चुनावी प्रक्रियामा आउनुभयो भने प्राइमरी इलेक्सन एउटा चाहिँ 5 जना र कुनै निर्वाचन क्षेत्रमा 5 जना स्वतन्त्रहरू आउनुभयो भने अब चाहिँ त्यो मध्ये एमङ देम प्राइमरी इलेक्सन गराउँ, त्यसलाई चाहिँ अगाडि बढाउँ। काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 5 बाट तपाईँले उम्मेदवारी दिनुभएको छ। यो आफैमा गम्भीर छ, जटिल छ, किनकि ठुला राजनैतिक दलका शीर्ष नेताहरू नै यो निर्वाचन क्षेत्रबाट मैदानमा घुमिँदैछन्। हो, अब उहाँहरूसँग तपाईँ जस्तो बुच्चेले भनौँ न, पहिलोपटक राजनीतिमा प्रवेश गरेको व्यक्तिले कसरी चुनाव जित्नु होला त? चुनाव जित्ने आधार के होला? सबैभन्दा ठुलो कुरा के हो भने हाम्रो विश्वास, जनताको माया। आज तपाईँले देख्नुभयो नि,
तपाईँको क्यामेराले खिचेका छन् कति हातहरू हजारौँ हातहरू यहाँ उठिरहेका थिए ती युवाहरू के यहाँ रमाइलो गर्न आएका हुन् र रहर गर्न आउनुभएको हो र पहिलो कुरा मेरो जस्तो मैले त्रिभुवन विश्वविद्यालयबाट डिग्री हासिल गर्दै गर्दा स्नातकोत्तर पास गर्दै गर्दा म जस्ता लाखौँ युवाहरूले स्नातकोत्तर पास गरेर आज बेरोजगार बस्नु परेको छ आज विदेश जानु परेको छ आज 80 लाखभन्दा बढी युवाहरू विदेशमा हुनुहुन्छ यो मेरो कथा होइन पहिलो कुरा यो आम मान्छेहरूको कथा हो हामी आम मान्छेहरूको प्रतिनिधित्व गरिरहेका छौँ अर्को दोस्रो कुरा भनेको बालुवाटार र शीतल निवास भएको निर्वाचन क्षेत्र हो क्षेत्र नम्बर 5 भनेको बालुवाटारले पनि यो देशका जनतालाई सधैँभरि गुलाम जस्तो बनाइरह्यो ढाँटिरह्यो शीतल निवासले पनि पछिल्लो समयमा सधैँभरि ढाँटिरह्यो र त्यस्तो ठाउँका जनताहरूले अब तिनै ढटुवा जनतालाई ढाँटिरहेका मान्छेहरूलाई मतदान गर्नुहुने छैन स्थानीय निकायको निर्वाचनपछि तपाईँलाई मैले आज प्रश्न भने तपाईँको टेलिभिजनमा तपाईँको युट्युबमा एकचोटि मेरा भिडियोहरू हेर्नुहोस् स्थानीय निकायभन्दा पछाडि नागरिकता विधेयकको आन्दोलनभन्दा बाहेक तपाईँले मेरो भिडियोहरू पाउनुभएको छैन निरन्तर यो 3 महिना हामीले 5 नम्बर निर्वाचन क्षेत्रका जनतासँग छलफल गरेका छौँ बालुवाटार बुढानीलकण्ठ टोखाका आम नागरिक टोखाभित्रका नेवार बस्तीका नागरिकहरूसँग बुढानीलकण्ठका तामाङ कम्युनिटीका मान्छेसँग र बालुवाटारका आम मान्छेहरूको हामी घर घरमा पुगेका छौँ आम मान्छेहरूलाई हामीले भेटेका छौँ यो मेरो उम्मेदवारी होइन यो नेपालभरिका लक्ष्य पालिरहेका होप फर द बेस्ट भोट फर द बेस्ट भन्ने अब हामीले आज त्यसपछि हाम्रा कयौँ अभियानहरू चल्नेछन् त्यसकारण बालुवाटारका मान्छेहरू चक्रपथका मान्छेहरू वसुन्धराका नागरिकहरू बुढानीलकण्ठका नागरिकहरू टोखाका नागरिकहरूसँग पछिल्लो 3 महिनादेखि घर घरमा गएर टोल टोलमा गएर व्यक्ति व्यक्तिसँग भेटेर बहस गरिसकेपछि छलफल गरिसकेपछि अब जनताको आवाज बोल्ने मान्छे चाहिँ उम्मेदवारको रूपमा आउनुपर्छ भनिसकेपछि हामीले उम्मेदवार घोषणा गरिसकेका छौँ आज मैले एक्लै उम्मेदवार घोषणा गरेको छैन बुढानीलकण्ठबाट तामाङ समुदायबाट लामो समयदेखि यो क्षेत्रमा पछिल्लो 25-30 वर्षदेखि समाजसेवा गर्दै आउनुभएको आदरणीय दाइ कृष्ण तामाङले पनि म परदेशमा अब लुटेर खान दिन्न परदेश सभाभित्र प्रवेश गरेर त्यहाँ तहस नहस पार्छु भनेर उहाँ पनि उम्मेदवारी घोषणा गरिराख्नु भएको छ त्यसकारण तपाईँ हाम्रो नजरबाट तपाईँ हामीले देख्दाखेरि यो फुच्चे उम्मेदवार यो हिजो सडकमा कराउने उम्मेदवार यो भाइ भर्खर चाहिँ त्रिभुवन विश्वविद्यालयबाट पास आउट विद्यार्थी भन्ने तपाईँलाई लाग्ला तर पछिल्लो 3 महिना 4-5 वर्षदेखि हामी ननिष्ठ राजनीतिको अध्ययन गरिरहेका छौँ लागिरहेका छौँ र यो 2-3 महिना चाहिँ यो क्षेत्रका जनतासँग परामर्श छलफल गरिसकेपछि आज सरकारले औपचारिक रूपमा निर्वाचनको घोषणा गरिसकेपछि म्याच्युरिटी परिपक्वता पुर्याएर हामीले उम्मेदवारी घोषणा गरिसकेका छौँ कति मत ल्याएर जित्नुहुन्छ त तपाईँको आफ्नो तयारी अनुसार त एउटा आँकडा एउटा डाटा आउँछ नि त तपाईँले जे कुरा भन्नुभयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचनताका प्रयोग गर्ने शब्द हो त्यसलाई भनिन्छ नम्बर कार्ड खेल्ने त्यो अनुमानको भरमा भनिने कुरा हो त्यसकारण म यस्तो कुराहरूमा विश्वास गर्दिनँ अधिकांश जनताको हातमा छ यो कुरा हामीले जनताको भागमा छोडेका छौँ आज बालुवाटार बुढानीलकण्ठ र टोखामा बस्ने धेरै आमा बुवाका छोराछोरीहरू विदेशमा हुनुहुन्छ म तपाईँको छोराको अनुहार देख्नुहोस् ममा मैले भनेको छु म मेरा 3वटा डिग्रीका सर्टिफिकेटहरू कुनै मान्छेको ठाउँमा बन्दकी राखेर एउटा नीलो पासपोर्ट बनाएर आज म विदेश जाँदैन म यो देशभित्र सङ्घर्ष गर्छु त्यसकारण उहाँले भन्नुभएको छ तपाईँ लड्नुहोस् हामी तपाईँको साथमा छौँ हामी निर्वाचन जित्ने होइन यो कुरा तपाईँ प्रश्न गर्नुहोस् निर्वाचन जित्नका लागि सङ्ख्या हामी भनिरहेका छैनौँ हामीले के भनेका छौँ भने हामीले जित्नु भनेको युवाले जित्नु भनेको स्वतन्त्र युवा सपना बोल्ने युवा र प्रतिस्पर्धा गरिरहेको युवाले जित्नु भनेको नेपालभरिका आज सयौँ हजारौँ लाखौँ जो पढिरहेका छन् जो अध्ययनशील छन् जो चाहिँ काम गरिरहेका छन् त्यस्ता युवाहरूले जित्ने हो भन्ने चाहिँ हाम्रो महत्त्वपूर्ण भनाइ हो त्यसकारण ठ्याक्कै नम्बर होइन यति ल्याएर जित्छु भन्ने कुरा चाहिँ त्यो किसिमको नम्बर कार्ड खेल्ने चाहना चाहिँ मेरो छैन जनताको अहिलेको यो संसदीय निर्वाचन लड्नको लागि निकै खर्चिलो छ निकै महँगो छ तपाईँ त विद्यार्थी मान्छे भर्खर राजनीतिमा आउन प्रवेश गर्न खोज्दै हुनुहुन्छ त्यो खर्च कसरी व्यवस्थापन गर्नुहुन्छ चुनाव लड्नका लागि खर्च चाहिन्छ भन्ने चाहिँ मलाई चाहिँ कम्तीमा लाग्दैन है आज स्वस्फूर्त रूपमा युवा साथीहरू आउनुभयो तपाईँहरू पत्रकारहरू स्वस्फूर्त रूपमा आइराख्नु भएको छ होइन अनि के का लागि खर्च चाहिने हो हामीले कार्यकर्तालाई मासु भात खुवाउनु छैन कार्यकर्तालाई रक्सी खुवाउनु छैन हामीले होइन यहाँको जनता तपाईँले देख्नु भएन स्थानीय इलेक्सनमा के भयो देशैभरि स्थानीय चुनावमा के भयो जनता सचेत हुनुभएको छ आमा बुवाहरू सचेत हुनुभएको छ दाजुभाइहरू सचेत हुनुभएको छ यसपालिको सङ्घीय निर्वाचनमा पछिल्लो 70 वर्षदेखि जसले हामीलाई रुवायो मङ्सिर 4 गते
जनताले युवाले नागरिकले त्यस्ता भ्रष्टाचारीहरूलाई धुरु रुवाउने गरी चाहिँ चुनावबाट विदाई गर्नेछ। जस्तो हेमराजी यहाँले स्वतन्त्रको कुरा गरिराख्दा अहिले स्थानीय तहको कुरा गरिराख्दा जनतामा एक प्रकारको डर पनि पैदा भएको छ। किनभने अहिले पछिल्लो टाइममा स्वतन्त्र युवाहरू या भनौँ न काठमाडौँ महानगरमा निर्वाचित भएर आएपछि चाहिँ जनताले चाहे अनुरूप काम नगरेको एक प्रकारको जुवारी खेलेको स्वतन्त्रहरूले पनि पहिलेको दल जस्तै हुन्छन् कि भन्ने एक प्रकारको डर छ। यसलाई चाहिँ कसरी चिन्नु? स्वतन्त्र युवाहरूले जसले जित्नुभयो उहाँहरूले काम गरिराख्नु भएको छ, अगाडि बढिराख्नु भएको छ। केही भावना, केही आवेग, केही उत्तेजनाहरू स्वाभाविकै रूपमा युवा भएपछि हुन्छन्। त्यसलाई बिस्तारै सिक्दै काम गर्दै अगाडि बढ्नुपर्छ। धरानमा पनि राम्रो काम भइरहेको छ। काठमाडौँको फोहोर अहिले व्यवस्थापन हुँदैछ। दैनिक तपाईँले देखिराख्नु भएको छ 200-300 ट्रकहरू त्यो व्यवस्थापन हुँदैछ। यसलाई चाहिँ हामीले चाहिँ कन्ट्रोभर्सी बनाउने, यसलाई चाहिँ तपाईँको चाहिँ कामै गरेन भन्ने तरिकाले हामीले व्याख्या र विश्लेषण गर्न नथालौँ। तपाईँहरू पत्रकार हो, हामी युवा हो, तपाईँलाई पनि यो देश परिवर्तन चाहिएको छ, हामीलाई पनि चाहिएको छ। अहिले हामी सबैजना मिलेर चाहिँ सकारात्मक तरिकाले अगाडि बढौँ। बालेनजीले काम गरिराख्नु भएको छ, हर्कजीले काम गरिराख्नु भएको छ, गोपालजीले पनि काम गरिराख्नु भएको छ। काम सुचारू भइरहेको छ। तपाईँको उम्मेदवारीमा बालेन शाहलाई जिताउनलाई मुख्य र महत्त्वपूर्ण भूमिका खेल्ने त्यो समूहको समर्थन छ कि छैन? होइन, यो देशका हरेक जनता, हरेक नागरिक, हरेक समूह, हरेक अभियान, हरेक स्वतन्त्र उम्मेदवारी अभियानहरू चाहिँ अहिले एकअर्कासँग सबैजना नेटवर्क र सम्पर्कमा छौँ हामी। र आवश्यकता अनुसार तपाईँको चाहिँ एकले अर्कालाई सहयोग गर्ने भन्ने कुरा इन्टरनल छलफल सबै ठाउँमा भइरहेको छ, हुन्छ होइन। हामीले हाम्रा एजेन्डाहरू प्रश्न राख्नु पऱ्यो, हाम्रा विचारहरू प्रश्न राख्नु पऱ्यो, हाम्रा भावनाहरू प्रश्न राख्नु पऱ्यो र यो समस्याको समाधान हुन्छ र एकअर्कालाई सहयोग सद्भाव समर्थन रहन्छ। रवि लामिछानेको पार्टीसँग कुनै छलफलहरू भएको छ कि छैन? यो सबै मेरो बारम्बार भेट भइरहेको छ। उहाँसँग भेट भइरहेको छ, स्वतन्त्र उम्मेदवारी अभियानसँग भेट भइरहेको छ, अहिले उम्मेदवारी दिइसक्नुभएका साथीहरूसँग भेट भइरहेको छ, मेयर जित्नुभएका साथीहरूसँग अथवा उहाँहरूसँग पनि हाम्रो भेट भइरहेको छ, इन्टरनल छलफल भइरहेको छ। यो भनेको ठोस रूपमा वैकल्पिक एउटा शक्ति निर्माण नभइसकेको अवस्थामा, ठ्याक्कै वैकल्पिक शक्ति निर्माण नभइरहेको अवस्थामा चाहिँ जुन तरिकाले तत्कालीन पञ्चायती समयमा चाहिँ त्यो बेलाको पञ्चायतका विरुद्धमा प्रगतिशील मान्छेहरूले उम्मेदवारी दिन्थे, एउटा शक्ति निर्माणका लागि हामीले उम्मेदवारी अभियान चलाइरहेका छौँ। यो उम्मेदवारमा देशैभरि स्वतन्त्र वैकल्पिक राजनीतिक दल अरू कैयौँ चाहिँ पुराना भ्रष्टाचारी नभएका अथवा राजनीतिक स्वार्थ नलिएका उम्मेदवार अथवा त्यस्ता पार्टीभन्दा बाहेककाहरूसँग एलायन्स हुन्छ, समीकरण हुन्छ, सहकार्य हुन्छ र बहुमत ल्याएर आगामी इलेक्सन पछि चाहिँ एउटा वृहत शक्ति निर्माण वैकल्पिक राजनीतिको जगको रूपमा चाहिँ यसलाई लिनुहोस्। अब अन्तिम प्रश्न यहाँलाई, स्वतन्त्र उम्मेदवारी दिने क्रममा पनि विकृति फैलियो, किनकि काठमाडौँको क्षेत्र नम्बर 4 मै 34 जनाभन्दा बढीले उम्मेदवारी घोषणा गरिसकेको हामीले सुनेका छौँ होइन। अब 5 मा पनि त्यस्तै नहोला भन्न सकिन्न। आगामी स्वतन्त्र उम्मेदवार बन्न चाहने क्षेत्र नम्बर 5 बाट जो आकाङ्क्षी हुनुहुन्छ उहाँहरूलाई रोक्नुको लागि कसरी भूमिका खेल्नुहुन्छ? र म उहाँहरूलाई रोक्दिनँ। म के भन्छु भने युवाहरूले पहिला राजनीति भनेको फोहोर खेल हो भन्थे, अहिले राजनीतिमा नगई नहुने भयो। हामीले यो राजनीतिको फोहोर सफा नगरी नहुने भयो भनेर देशैभरि युवा जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्छ। अब सुन्नुहोस्, अब त्यसको विकल्प छ, उम्मेदवारी दिन्छ र छलफल गरेर होइन, एजेन्डाका आधारमा, विचारका आधारमा, भिजनका आधारमा, दृष्टिकोणका आधारमा एबल उम्मेदवारलाई अगाडि बढाउने प्रयत्न रहन्छ नम्बर 1 कुरा। यदि त्यतिले मानिएन भने हामी सबैजनाले एउटा कमिटमेन्ट गर्नुपर्छ। मैले संसदको लोगो लाउने भन्दा पनि, म संसदभित्र जाने भन्दा पनि आम जनताका कुरा संसदमा पुर्याउनु ठुलो कुरा हो। त्यसकारण संसद बन्नुभन्दा पनि सदनमा सङ्घर्ष गर्नु ठुलो कुरा हो। जहाँ पनि सडकमा होस् त्यो सदनमा होस्। र हामी सबैजनाले इमान्दारीपूर्वक के कमिटमेन्ट गर्नुपर्छ भने हामी धेरैजना स्वतन्त्र उम्मेदवार भयौँ भने हामीले पहिला त नीति, एजेन्डा, विचार, दृष्टिकोण, कार्यक्षमता, अध्ययन, सेवा आदिका आधारमा एकले अर्कालाई समर्थन गर्नुपर्छ। यदि त्यो भएन भने एउटा राम्रो लोकतान्त्रिक पद्धति प्राइमेरी इलेक्सनमा जाउँ होइन। स्वतन्त्र उम्मेदवारहरूमध्ये कसलाई चाहिँ यो क्षेत्रका जनताहरू चाहन्छन् त भनेर एउटा सर्वे, विभिन्न विधिहरू हुन्छ, त्यो अपनाऊ र त्यसबाट सबैभन्दा राम्रो कुरा जसले ल्याउन सक्दछ कुनै स्वतन्त्र उम्मेदवार हुन्छ। र यसमा चाहिँ तपाईँहरू कुनै दुःख नमान्नुहोस्। राजनीतिमा युवाहरू आए, युवाहरू जागे भन्ने कुरालाई लिएर तपाईँहरूले खुसी हुन चाहिँ आवश्यक छ। तपाईँले आफ्नो जन्मस्थानलाई उम्मेदवारीको क्षेत्र नबनाएर काठमाडौँ 5 रोज्नुको कारण के होला? पहिलो कुरा, एउटा निश्चित क्राइटेरिया र क्षेत्र बनाउने भनेको
भरुवा मनोविज्ञान बोकेका मान्छेले हो क्या। अरू कुनै पनि ठाउँमा गएर चुनाव जित्न नसक्ने मेरो भनेको त ठेक्का हो भने जसरी मैले त्यसलाई चाहिँ तोड्न चाहेको हो। सेकेन्ड कुरा भनेको म काठमाडौँको अरू निर्वाचन क्षेत्र पनि जोड्न सक्थेँ, तर म चुन्न सक्थेँ नि त। शीतल निवास र बालुवाटार जस्तो मुख्य मेन ठाउँ चाहिँ यो हो नि त। जुन शीतल निवास, जुन बालुवाटारले युवा, नागरिक, जनता, आम मान्छेहरूलाई विभेद गर्यो, आम मान्छेहरूलाई चाहिँ तपाईँको चाहिने पाखा लगायो, उनीहरूका कुरा सुनेन, त्यस्तो अवस्थामा चाहिँ बालुवाटारबाट उम्मेदवारी दिउँ भन्ने चाहिँ अर्को कुरा हो। तेस्रो कुरा चाहिँ पछिल्लो 3-4 महिनादेखि निरन्तर यहाँको युवा, यहाँका जनता, यहाँका नागरिक, यहाँका आदिवासीहरूसँग, यहाँको नेवार कम्युनिटीका साथीहरू, तामाङ कम्युनिटीका साथीहरूसँग हामीले निरन्तर छलफल गर्दाखेरि तपाईँले यताबाट उम्मेदवारी दिनुहोस् भन्यो। चौथो कुरा चाहिँ नेपाल मेरो घर हो। नेपालको जुनसुकै क्षेत्रका आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू मेरा आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू हो। बाजुराका आमाबुवा दाजुभाइ दिदीबहिनीहरू पनि मेरो आफ्नो हो। काठमाडौँ निर्वाचन क्षेत्र 5 का पनि मेरो आफ्नो हो। झापाका पनि मेरो आफ्नो हो। मेरो मात्रै होइन, तपाईँको, हाम्रो, हामी सबैको। त्यसकारण यो देश नै हाम्रो साझा घर हो। देशभित्रको जुनसुकै निर्वाचन क्षेत्रका हरेक नागरिकहरू, आमाबुवाहरू हाम्रा लागि एउटा हुन्, एक समान हुन्। त्यसकारणले मैले चाहिँ बालुवाटार, शीतल निवास जस्तो क्षेत्र पनि यो हुनाले यो क्षेत्रमा चाहिँ पछिल्लो लामो समय हामीले रिसर्च, उम्मेदवारीको बारेमा अध्ययन, जनतासँग सहकार्य, नागरिकसँग परामर्श गरेको हुनाले र बालुवाटार र यो बुढानीलकण्ठ, बालुवाटार, त्यसै गरी टोखा, यो चक्रपथ, यो जुन छ यो चाहिँ वसुन्धरा क्षेत्र, यो क्षेत्रका मान्छेहरूले के भन्नुभएको छ भने हामी यसपटक संसदमा बालुवाटार अथवा 5 नम्बर निर्वाचन क्षेत्रले चाहिँ देशैभरिका जनतालाई न्याय दिने गरी मैले यो निर्वाचन क्षेत्रबाट तपाईँलाई जिताउँछौँ र तपाईँले जितिसकेपछि तपाईँले बाजुराको आवाज पनि बोल्नुहुन्छ, जुम्लाको आवाज पनि बोल्नुहुन्छ, लिपुलेख लिम्पियाधुराको आवाज पनि बोल्नुहुन्छ, गड्डा चौकीको आवाज पनि बोल्नुहुन्छ, बेरोजगारीको आवाज पनि बोल्नुहुन्छ। त्यसकारण बालुवाटार अथवा 5 नम्बर क्षेत्र आफैमा एउटा देशभरिको आवाज बोल्ने मान्छेलाई चाहिँ ठाउँ दिने एउटा त्यो चाहिँ तपाईँको चाहिँ अपनत्व ग्रहण गर्ने पक्षमा भएको हुनाले यो निर्वाचन क्षेत्र चाहिँ रोजिएको हुन्छ। तपाईँलाई चुनावको विजयको हामी शुभकामना दिन हाम्रो चाहन्छौँ। कृष्ण तामाङ दाई पनि हुनुहुन्छ। तपाईँको चुनावी अभियानमा हामी पनि एउटा अङ्गको रूपमा रहनेछौँ। तपाईँ र हामी पछिल्लो 5 वर्षदेखि निरन्तर लडेका छौँ। यो मेरो चुनावी मोर्चा होइन, यो मेरो उम्मेदवारी होइन, यो अशिक्षाबाट मुक्त चाहने, शिक्षामा समानता चाहने, नेपालभित्रै रोजगारी चाहने, कम्तीमा हाम्रो बोलिदिने मान्छे कोही छैन सदनभित्र, संसदभित्र हाम्रो आवाज कसैले उठाइदिएन भनेर सोच्ने करोडौँ नेपालीहरूको उम्मेदवारी हो। यो परिवर्तनको पक्षमा हो, यो स्वतन्त्रताको पक्षमा हो, यो देशको न्याय र समानताको पक्षमा उम्मेदवारी भएको हुनाले तपाईँ र हामी आम युवा, यो देशभरिका नागरिकहरूको यो साझा उम्मेदवारी हो। यो जितमा नेपालका हरेक नागरिकहरूको जित हुनेछ। यहाँ यो क्षेत्रका कुनै पनि काङ्ग्रेस, एमाले, माओवादीका उम्मेदवारहरू उठ्लान्, उहाँहरूको पनि हार हुने छैन, उहाँहरूको पनि जित हुनेछ युवाहरूको जितमा। त्यसकारण हामी सबैको एउटा साझा लडाइँ भएको हुनाले तपाईँ हामी मिलेर साझा रूपमा लड्छौँ। धेरै धेरै धन्यवाद। धन्यवाद हाम्रो प्रदेश सभाको उम्मेदवार।